वाइल अब यस्तो चप्पलबाट माटो निकाल्नु पर्छ। यस्तो छ भ्यू चाहिँ फेरि बवाल छ है। बाघ भालुवाङबाट टक्क लगाएर निक्लिनु आएँ म अब होइन। अब बिहानको लेट नाइट भिडियो सिडियो बनाएँ होइन, थाकेर राइडमा रेडी हो अब हामी होइन। सर्ट लगाएर जानुपर्छ अब। यहाँ भालुवाङमा बसेको हिजो राति यस्तो पारामा, अनि त्यही हो अब अलिकति थाकेको थियो, भिडियो बनाउनु पाइएन। सर्ट टक्कै भालुवाङबाट आजको राइड सुरु भयो होइन। दामी गरी नानीहरू छन्। त्यस्तै हो, हिजो लास्ट थाकेर धुलो ल्याउ भएको थियो। अब आजको राइड राम्रो होला भन्ने आशमा छौँ हामी। खोइ यार सिधै होला र लाग्यो आजको राइड केटु यात्रा। जो भालुवाङसम्मको यात्रा भयो, त्यो र चितवनको बाटोले त वाइल धुलोले अघि बनाइदिएर खासै पाइएन। त्यही हो, अरू बाँकी बाटोमा हेरौँला के चाहिँ हुन्छ। कोलपुर पुग्न लाग्यो अबको 25-30 किलोमिटर छ होला बाँकी कोलपुर पुग्न। यहाँतिर चाहिँ त्यस्तो धुलो चाहिँ थिएन है, तैपनि अलिकति आँखा हिजोकैले होला आँखा वाइल्डै दुखिरहेको। क्यामेरा पनि अलिक फोहोर आयो क्या हो। हामी भित्र लगाएर पाइयो हामीले होइन। 11 त्यस्तो छ है, बाटो चाहिँ अलि नराम्रै छ है। त्यस्तै छ, अफरोड हो होइन, मात्रै अफरोड छ। दाइको भ्लगको क्लिप मैले यसो बनाइदिइरहेको छु होइन। दाइ राइडमा हुनुहुन्छ,
दाइको भ्लग मैले टेक ओभर गरिरहेको छु अहिलेलाई। यस्तो यस्तो कुरा हुँदैछ हाम्रो यहाँनिर। ओइ यो के देख्यो निलो? ए मेरो औँला रहेछ ब्रदरहरू, सरी सरी। सनसेट यस्तो हुँदैछ हाम्रो यहाँनिर है। यस्तो यस्तो छ बाटोहरू पनि। धुलो चाहिँ वाइल्ड उडिरहेको छ होइन, अलिक गाह्रो छ। पनि यसरी सुर्खेत राइड आउने यस्तो जुन बबालेहरू छ। टक्क लाएर होइन हामी चाहिँ भेरी पुलमा आइसक्यौँ। अब सुर्खेतको एन्ट्री होइन यहाँ छ। हामी टक्क लाएर आइपुगिसकेका छौँ यसरी। अबको 10-15 मिनटमा हामी पुग्छौँ होला। पानी चाहिँ वाइल हरियो छ है, यस्तो वाल लोकल हरियो पानी छ, कुरै छोड्दिनँ। माछा मारेर चालु भयो। दाइको भ्लग मैले यहाँ यसो गिटार हालिरहेको छु होइन। अब हामी यहाँ सुर्खेत पुगिसक्यो है। सुर्खेत पुगेर यहाँ चाहिँ पोस्ट पनि छिरेर हामी सुरु गएको लगभग हामी पुगिसक्यो। यस्तो छ यहाँको माहौल चाहौल बाटो पनि यस्तो छ है। ल है आइपुगिसक्यौँ हामी। ल बाटो चाहिँ फेरि हामीले मात्रै कुदाइदिनुपर्छ होइन यतातिर। यहाँ रेस हान्नु चाहिँ मात्रै मजा आउँछ है फेरि यस्तो। ट्याटर टुटु गर्दै को आयो भ्लगको बिचमा? को रहेछ ट्याटर टुटु गर्ने? सुर्खेत कहाँ हो भाइ? सुर्खेत भनौँ न भाइ। सुर्खेतको बाटो सुर्खेत कहाँनिर हो ठ्याक्कै भाइ? बाटो सुर्खेत जाने बाटो कति टाढा छ भाइ सुर्खेत? राइड हान्दा छ त्यही हो। माथि डाँडामा गएपछि हामी पारामा सुर्खेतमा पनि डेलिभरी रहेछ त के हो? तान्दिन खाइदिउँ तान्दिनु बस्नु खाइदिउँ भनेको होइन त्यो मान्छेलाई। नत्र भने चाहिँ प्ल्याटै हुन्थ्यो भन्ने हो क्या हामीलाई। के को चुनाव? ए त्यही हो। यस्तै छ सुर्खेत चिन्छ हल्का हल्का गर्मी होला होइन। रङ मसाला देखाइदिनु न। यो चाहिँ नयाँ बनिरहेको रङ मसाला हो, बनिसकेको रहेछ होइन। त्यही हो, अब म्याच सुरु भइसक्यो अरे। सुर्खेतको रङ मसालाको गेट यो हो। अब नेसनल गेमहरू हुने ठाउँ यही हो। पछि चट्ट कुनै दिन मौका मिल्यो भने भित्र छिरेर भिडियो बनाइन्छ। त्यही हो पारा। यति राम्री चाहिँ हुनुपर्छ है सुर्खेतमा चिलमा। लाएर यो चाहिँ घन्टाघर है, सुर्खेतको घन्टाघर भन्ने ठाउँ रहेछ यो होइन। त्यही हो। सारा घन्टाघर हुँदै माथि बस्नु जाँदैछ।
ओए धन्न भाइ हेर्नु अगाडि भन्नु तुफान पुरा भाइ तुफान हामी तुफानमा जाने हो तुफान हामी तुफानमा जाने हो आऊ कहाँ बटारे है बटारे बाटो राम्रो छ त्यस्तो अफरोड पनि छैन है अटो पनि आउँदो रहेछ फाइनल्ली काँक्रे बिहार पुग्यो पछाडि जाने हो कहाँबाट जाने